दर्शन नमस्ते सबैजनालाई। यहाँ स्क्रिनमा हेर्नुहोस् त, यस्तो डबल रोलको भिडियो मैले धेरै बनाउँछु होइन। धेरैजनाले कमेन्ट गर्नुभएको छ यो सम्बन्धी भिडियोहरू मैले बनाएर कसरी यो डबल रोलको भिडियो बनाउने भनेर मैले बनाएर मेरो फेसबुक प्रोफाइलमा हालेको थिएँ, यो पेजमा चाहिँ हालेको थिइनँ। धेरैजनाले सोध्नु भएको छ अझै पनि। एकजना सरले कमेन्ट गर्नुभएको थियो यो कुन एपबाट कसरी एडिटिङ गरेर डबल रोल सर प्लिज रिप्लाई भन्नुभएको छ है। म तपाईँलाई आज बताउने छु यो कसरी खिच्ने। यो कुनै एपबाट कुनै एआईबाट बनाएको भिडियो होइन, सिर्फ मैले नै यहीँबाट यही मोबाइलबाटै अनि बिना ग्रिन पर्दाबाट यहीँ खिचेर बनाएको। कसरी खिच्ने पहिला त्यो बताउँछु, अनि एडिटिङ कसरी गर्ने त्यो बताउँछु। भिडियो पुरा हेर्नुहोस् है। पहिला यहाँ मैले यसरी यो मोबाइललाई राखेँ। खास मैले भिडियो सुट गर्ने जुन तपाईँहरूलाई खिचिरहेको भिडियो हो यो त मैले यसो तपाईँलाई सिकाउनको लागि यसरी टक्क यो क्यामेरा मिलाउने। यसरी यतातिर खाली जग्गा हुनुपर्छ, यतातिर यहाँ बस्ने। यो दुईजना, एकजना यहाँ हुन्छ एकजना यहाँ हुन्छ होइन, एउटै रोलको। अनि यो दुईटै रोल लिँदाखेरि एकैचोटि नै लिनुपर्छ है। यो दुईटै रोल लिँदाखेरि यो क्यामेरा हल्लाउने, यताउति सार्ने, उताको छुट्टै यताको छुट्टै लिन थाल्यो भने मिल्दैन है। टक्कै फेरि राख्ने, यता खाली ठाउँ राख्ने, यहाँ बसेर त्यहाँ उठेर। यहाँ मैले रेकर्ड गरेँ यसरी। अब टक्क म यहाँ बसेँ, यो टोपी लाएँ यसरी। अब उताबाट मान्छे आएको हुन्छ नि त डबल रोल। त किन आएको जहिले पनि यहीँ आउनुपर्छ त? यति भयो। अब यो टोपी मैले खोलेँ, यता राखेँ। अब यताबाट म आएँ। अनि त धेरै राम्रो छस् नि त, त्यही भएर तँथीमा आउन मन लाग्छ। यति भयो है। यो दुईटै देखिएको छ ठिक्कै। थोरै यहाँ यतै छेउमा पनि जान हुँदैन है। यतै गयो भने त फेरि एडिटिङ गर्ने बेला मिल्दैन। ठक्कै यतिसम्म भयो होइन। अब यति भइसकेपछि अब मैले सिकाउँछु तपाईँहरूलाई यसको एडिटिङ कसरी गर्ने। ल अब मैले यू कट खोलेँ। यू कट खोलिसकेपछि प्लस आइकनमा क्लिक गरेँ, न्यू प्रोजेक्टमा गएँ। न्यू प्रोजेक्टमा गएर यो भिडियो ल्याएँ। अहिले हामीले खिचेको यही भिडियो होइन। पहिला यही भिडियोलाई यो अगाडिको भाग थोरै नचाहिने भागहरूलाई काटेर फालिदिउँ। हो यहाँबाट हो यहाँबाट है। यतिबाट यहाँबाट यति यो स्लिप भनेर लेखेको छ, यहाँ क्लिक गरेपछि यता पछाडिको भाग अगाडिको भाग फालिदिउँ। अनि पछाडिको पनि हो यहाँसम्म, हो यतिसम्म यो रिएक्सनसम्म यति भयो। यति भएपछि यसलाई काटेर फालिदिउँ है। अब हाम्रो यो एक भाग भयो। अब यसलाई ओभरल्याप गर्नुपर्छ दोस्रो भागको लागि। तपाईँले ओभरल्याप गर्नु